नमस्ते गाइज अब हामी गयो तेरो त ए मा ब्याट्री गरेछ म झुकिएछु होइन अब हामी यहाँ मुस्ताङको राइड हुँदैछ हाम्रो साथी यहाँ हुनुहुन्छ सागरगिरी अन द वे टु मुस्ताङ होइन साथी पनि यहाँ आइसक्नु भएको छ उचन भट्टराई हाम्रो यहाँ राइड अब यहाँ दामी भइसकेको छ लेट्स गो दत्त दाजु मुस्कान दिन्छ ल God! What the? रेडी भएर आइसक्यो हाम्रो प्याकिङ गरेर यहाँ सब रेडी भइसक्यो हैन अनि हाम्रो होटल हो यो हाम्रो सागर सर यहाँ हुनुहुन्छ ए के हुँदैछ भाइ यो साथीको हाम्रो प्याकिङ चल्दैछ यसको प्याकिङ चल्दैछ यसले यहाँ सब रेडी गरेर स्टार्ट गरिसक्यो फुल स्टारमा छोडिसक्यो मैले गरेँ हैन यो भयो आजको स्टे हाम्रो यहाँ थियो होटल तानपोपो भन्नेमा यहाँ थियो यस्तो थियो ल सागर सर अब हामी
भोकै होइन त अहिलेसम्म थोपो पानी खाएन नुहाएर खालियो अब होइन टक्क त्यो भयो अनि यहाँ यो अनि यो यता आजको होटेल हाम्रो यो यस्तो थियो है हाम्रो स्टे अनि हाम्रो प्याकिङ यहाँ यो लेट्स गो अब हामी हिँडौँ यहाँ जोमसोमबाट हामी मुक्ति काली गण्डकीतिर लेट्स गो यस्तो राम्रो छ बाटो हेर्नुहोस् यस्तो मक्खन छ चिकना छ बाटो सही मजा भएछ चलाउन लेट्स गो यस्तो राम्रो बाटो छ साथीहरू राम्रो बाटो ओहो यहाँ त चेकिङ रहेछ क्या है नसक्छ चेकिङ हामीलाई टेन्सन छैन पोखराबाट सर हजुर सँगै हजुर ए होइन दिदी अहिले ल हजुर आज मुक्तिनाथ दर्शनको लागि हस् धन्यवाद सर हाम्रो यो अन्नपूर्ण एकाको चेकपोस्ट छ माथि हेर्न सक्नुहुन्छ यस्तो डाँडा काँडा यस्तो राम्रो भ्यू छ जाऊ ल हाम्रो यात्रा फेरि सुरु भइसकेको छ है साथीहरू हामी अहिले जोमसोमभन्दा थोरै माथि छौँ बाटो हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ है ल घर बा आमा बहिनी यसो हेर्नुहोस् बाटो यस्तो राम्रो छ हामी आनन्द सही सलामत गइरहेका छौँ है ए भ्यू त यस्तो वाउ छ नि वाउ ब्युटिफुल ए हाम्रो पहिरो गएछ बाटो त पुरै नगरौँ के यस्तो मक्खन छ नि पुरै चिल्लो धेरै माथि आइसकेको छ अहिले हामी धेरै माथि आइसकेको छ अगाडि देख्न सक्नुहुन्छ हाम्रो सागर साथी पछाडि हाम्रो युजन भट्टराई आउँदैछ अगाडि हेर्न सक्नुहुन्छ हिमाल यहाँ हेर्नुहोस् काली गण्डकी यस्तो हिमाल यता पनि हिमाल यो पहाड बहुत राम्रो छ स्ट्रक्चरहरू अहिले हामी लगभग 2700 मिटर एल्टिट्युडमा आइसकेको छ यस्तो राम्रो भ्यू छ हेर्नुहोस् साथीहरू बाइकमा आउनुको छुट्टै मजा छ हेर्नुहोस् घर मम्मी हेर्नुहोस् सुन्नुहोस् यस्तो राम्रो वेदरमा बसमा आएर क्या नि आमा बाबुसँग आएर यस्तो भ्यू छ एकदम राम्रो अनि बाटो हेर्नुहोस् मम्मी ड्याडी बहिनी बाटो हेर्नुहोस् यति राम्रो छ होइन युजन अनि पोखरा नि छैन यति राम्रो बाटो ए यस्तो राम्रो यता हिमाल यहाँ खेती लगाइरहेको रहेछ अहिले हाम्रो खै केही गाउँ होला होइन गाउँ होला तर बाटो हेर्नुहोस् हिमाल आमामा मक्खन छ हिमाल पनि उम्मा छ हाम्रो साथीहरू अगाडि गइसक्नु भएको छ लेट्स गो साथीहरू इन्जोय बाटो त हेर्नुहोस् यस्तो राम्रो छ कि पुरै नगरौँ तलपट्टि हेर्नुहोस् यस्तो स्ट्रक्चर छ कस्तो राम्रो छ त्यहाँ हाम्रो कागबेनी भनेर लेखिरहेको छ हामी अहिले कागबेनी आइसकेका छौँ लोमङथाङ मुक्तिनाथ अब हामी यहाँबाट हामी मुक्तिनाथ जाने यो दर्शनको लागि पहिला चाहिँ हामी खोलातिर जाउँ ए हुन्छ कागबेनी हामी कागबेनीमा छ है साथीहरू कागबेनीमा अब हामी खोलामा जान लाग्यो नुहाउन कागबेनी हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ खेतीपाती यस्तो छ हेर्नुहोस् यता यस्तो स्ट्रक्चर छ हेर्नुहोस् हिमाल यस्तो राम्रो छ मैले यहाँ बयान गर्नै सकेको छैन यस्तो राम्रो देखिएको छ नि यस्तो राम्रो छ हेर्नुहोस् यता हिमाल पहाड स्नान गर्दै हुनुहुन्छ कागबेनीमा
सुरुमा अब हाम्रो कागबेनीमा स्नान गर्नेछ यसरी नै ल हेर्नुहोस् यहाँ पितृहरूलाई दान दिने यस्तो कार्य हुँदैछ यहाँ साथी हामी अहिले तल जाउँ साथीहरू अब हामी यहाँ कागबेनीमा छौँ मैले देख्न सक्नुहुन्छ होइन देख्न सक्नुहुन्छ हाम्रो यहाँ कालीगण्डकी भयो अब हामी कालीगण्डकीमा हाम्रो पाप पखाल्न जाँदैछौँ है ल साथीहरू आउनुहोस् हामीसँगै हजुरहरूलाई पाप पखाल्नु हामीले नुहाइदिएपछि हजुरलाई नै हुन्छ है हाम्रो सबैलाई हुन्छ हाम्रो नुहाइदिएपछि हेर्न सक्नुहुन्छ यता माथि यता हेर्नु सक्नुहुन्छ हिमाल जताततै हेर्नु हाम्रा घममै सुत्दैन सर्टै तिमी नि जाऊ के भाइ सोल्टी फेरि उसो भनेको पानी बडाल चिसो छ हेर्नुहोस् हाम्रो भर्खर डुबुली लगाइसक्यो हामीलाई नुहाइदिएपछि हजुरहरूलाई नि पुग्छ है साथीहरू सोल्टी ल घममै 1 2 3 को 3 चोटि हो क्या 3 चोटि 2 पाल गर्नुभन्दा अगाडि सोच्नु पर्यो नि हेलो नमस्ते हामी यहाँ मुक्तिनाथ दर्शनको लागि आइसकेको छ हेर्न सक्नुहुन्छ हामी चप्पल देखा न यहाँ चप्पल चायमा आइसकेको है हामी अब टक्क नुहाउनलाई रेडी पाप पखाल्नलाई रेडी भइसकेको छ मलाई देख म खिच्छु ल अब हाम्रो यहाँ सागर पुरै आफ्नो नुहाउने कपडा लिएर रेडी भइसक्नु भएको छ अनि हाम्रो युजन पनि यहाँ तयार भइसकेको छ अनि हाम्रो बाइकहरू यहीँ छ होइन बाइकहरू यहीँ छ अनि हाम्रो चाहिँ यहाँ हो आजको खानासाना खाने उस बसेको हजुर मामु अब जानु लाग्यो मुक्तिनाथमा गेटमा हो ल जाम निस्क्यौँ हाम्रो सागर गिरीले यस्तो गर्दै हुनुहुन्छ यहाँ साउन्ड उस गर्नलाई हेर्न सक्नुहुन्छ ल हामी मुक्तिनाथ दर्शनको लागि रेडी भइसकेको छ ल हाम्रो आजको लागि यहाँ हो चप्पल र जागेमा लाएर एउटा प्लास्टिक लिएर हिँड्न लागिसक्यो हामी लेट्स गो अब हामी माथि उक्लिन लागिसकेको छ यहीँ हो हाम्रो धेरै हिँड्न परेन हामीलाई बाइक यहीँ पार्क गऱ्यो अब उक्लियो होइन यति त 10-15 मिनट त उक्लिहालिन्छ नि अब उक्लिन्छ यस्तो छ अहिलेको हाम्रो अवस्था टक्क लाएर पानीमा परियो यहाँमा ल ठिक छ हाम्रो युजन फोटो आयो यता सागर गिरी यता ल अब हामी यहाँ गेटमा आइसक्यो ओ यार यहाँ धुक्नु सबै हजुरहरू नि धुक्नुहोस् है उक्लियो ल यहाँ खैरे दिदी दाईहरू नि आउँदैछन् दिदी दाईहरू लेट्स गो ए मलाई नि खिच्नु यसो ल हाम्रो विज्ञान सर अब हामी यहाँ चड्डीमा चड्डी होइन जाँगेमा ल हाम्रो सागर सर सबैजना हिँडिराख्नु भएको छ साउ आइसक्यो होइन यो धेरै होइन 10 मिनट जस्तो लाग्यो होला हामी यहाँ गेटमा आइसक्यो मुक्तिनाथको गेटमा अब हामी भित्र जाउँ भित्र हेर्न सक्नुहुन्छ मेरो साथीहरू यहीँ हुनुहुन्छ अनि हामी यहाँ भित्र पुरै प्रसाद सत्सादको लागि छ हामी यहाँ माथि उक्लिएर आइसक्यो होइन यो धेरै होइन 10 मिनट जस्तो लाग्यो होला हामी यहाँ गेटमा आइसक्यो मुक्तिनाथको गेटमा अब हामी भित्र जाउँ भित्र हेर्न सक्नुहुन्छ मेरो साथीहरू यहीँ हुनुहुन्छ अनि हामी साथीहरू अब हामी यहाँ मन्दिरको क्षेत्रमा आइसकेको छ हेर्न सक्नुहुन्छ यहाँ लास्टै भिडभाड छ भक्तजनहरूको एकदम
घुइँचो रहेको छ यहाँ नौनीको कपडा फेर्नीको मेन मन्दिर त छ। पड्कियो भोक लागेन। ओहो लाइन हेर्नुहोस् त सर उहाँ है ल हाम्रो कुण्ड यही हो है। कस्ता पौडी खेलियो होइन यहाँ त सिधै डाइभा हिँड्छ। अब पाप पनि पखाल्नु पर्यो यहाँ डुबेर। चिसो छ भने यता मन्दिरमा मन्दिर हाम्रो मन्दिर यही रहेको छैन हाम्रो मन्दिर परिसर। अब यहाँ लाइन पनि ठिकै छ। ल साथीहरू है अब हामी कुण्डमा यो 108 धारामा ट्याक लाएर बात हान्ने कार्यक्रम हुँदैछ। पहिलाको विज्ञान सर जानुहुन्छ? ल विज्ञान सर ल अब हामी नुहाउन जान लागिरहेको छ रेडी भइरहेको छ। अब टक्क 108 धारामा डुबुल्की हान्ने। ल लेट्स गो। ल साथीहरू आउनुहोस् है मसँगै नुहाउनुहोस् हजुरहरू नि। ल साथीहरू अब हामी 108 धारामा नुहाउन गइरहेको छ। हजुरहरू नि मसँगै नुहाउनुहोस् है। जाडो भयो कि भएन? तातो आह ओहो ल कुण्ड यता जानु भयो है 3 चोटि है घप्ल्याक ल आनन्द राम्रो छ है पाप पहाल अझै पाप पहाल ल आइज साथीहरू यहाँ अर्को डुबुल्की फेरि है यसलाई जाँगर आह तातो खाऊ है पानी सक्यो है साथीहरू। ल अब हाम्रो युजन भट्टराई जान लागिरहेको छ। छिटो सिरियलमा ल गइहाल चकुर सरी अलि ढुक्क हिँड्न नाति बिस्तारै जा। ए ढुक्क हो क्या ढुक्क। ल यसले आज पाप पखाल्यो यसले। छिटोमा भाग त कुद टाइममा त खायो। ल जा ओ यसले त जान्छ क्या छिटो भन एकचोटि सरी ल छिटो डुबुल्की मार छिटो जान छिटो जा ठोक्ला टाउको क्या रे एकचोटि अझै भएन। ल है ल सागर लेट्स गो माई बोय। ल अब हाम्रो सागर यहाँ नुहाउनु गइरहेको छ। सागर लेट्स गो कमान ब्रो कमान लेट्स गो
Yeah, brother, you can move fast. Move faster. Yeah, come on, let's go. Oh, ल साथी ल छिटो छिटो नाच्यो केही हुँदैन हिम्मत राख है साथी हिम्मत राख नआएर स्प्राइट हान्ने रास्ता क्लियर है ल भाग छिटो कुण्ड राख हान्ने अब छिटो राम्रो छ पाप्पा हल्लिए होइन है ल ए खाली रहेछ दोस्त दोस्तलाई खाली रहेछ यार ल यहीँबाट डाइभ हान्देऊ हान न छिटो हाने ओए भन ओ टाउको डुबेन भयो धेरै भयो यस्तो खाली भयो यार ल डाइभ हान्दै फेरि माथिबाट हान्दै कमन मुक्ति नसे नआइगेला इल्लै खाली भयो क्या एकदिन यार नाइस वान दोस्त नाइस वान लेट्स गो सय ल यता हेर्दै एक लट ल है साथीहरू अब हामी यहाँ टक्क पूजा गर्नलाई लाइनमा चोखा कपडा लाएर आइसकेको छौँ होइन हाम्रो त मन्दिर है अब हामी यहाँ आफ्नो समयमा लाइनमा प्रतीक्षा गरिरहेको छौँ
ल साथीहरू हामी सही सलामत घर आएर हामीले फुटेज हेर्दैछौँ कस्तो भयो कस्तो आयो हाम्रो फुटेजहरू र हाम्रो पार्टनर राइड पार्टनर यहीँ हुनुहुन्छ हाम्रो सागरसी केही भनिदिनु सर कस्तो भयो हजुरको एक्सपिरियन्स राइडको एकदम दामी भयो अब फेरि अब हामी अर्को ट्रिप पनि प्लान गर्दैछौँ त्यो चाहिँ एकदम सरप्राइज होइन सरप्राइज राखौँ अहिलेलाई होइन ल साथीहरू हाम्रो राइड एकदम राम्रो भयो सबै सही सलामत आइयो होइन एकदम गुड इट्स गुड भयो हाम्रो राइड चाहिँ होइन अब हामी घर आएर फुटेज हेर्दैछौँ अब हामी रेस्ट गर्छौँ हजुरहरूलाई फुटेज केही दिनमै देखाउनेछौँ हस् त नमस्ते बाई बाई